ल, सामान्य बौद्धिक परीक्षण। यो नाम सुन्ने बित्तिकै अलिअलि डर लाग्छ होइन त? तर आज हामी यसभित्र लुकेका ढाँचाहरूलाई एकदमै सजिलो पाराले एक-एक गरेर केलाउनेछौँ। अब यस्ता टेस्टमा राम्रो गर्नलाई कुनै जिनियस नै हुनुपर्छ भन्ने बिल्कुलै होइन। खासमा चाहिने त एउटै मात्र खुबी हो, त्यो हो प्याटर्न, अर्थात् ढाँचालाई चिन्न सक्ने क्षमता। र यो कुरा हामी मिलेरै प्रमाणित गर्नेछौँ। कसरी? सबैभन्दा धेरै सोधिने प्रश्नहरूलाई हेरेर। अनि थाहा हुनेछ हरेक प्रश्नको मुटुमा एउटा कति सरल ढाँचा लुकिएको हुँदो रहेछ। ल, त्यसो भए सुरु गरौँ है त। हाम्रो पहिलो चुनौती हो वर्णमालाको ढाँचा, जसलाई अल्फाबेट सिरिज पनि भनिन्छ। यो त लगभग सबै तर्क परीक्षणको जग नै हो। अब यो पजल सुल्झाउने सबैभन्दा पहिलो र महत्त्वपूर्ण गोप्य हतियार के हो थाहा छ? त्यो हो हरेक अक्षर कुन नम्बरमा पर्छ भनेर जान्नु। यो तालिकालाई दिमागमा सेट गर्नुभयो भने आधा लडाईँ त यत्तिकै जितिन्छ। ल, अब एउटा उदाहरण हेरौँ। यो श्रृङ्खला हेर्नुहोस् त, जेड, यु, क्यू अनि प्रश्नवाचक चिन्ह, त्यसपछि एल। अब त्यो खाली ठाउँमा के होला? पहिलो नजरमा त यी अक्षरहरू यताउता छरिएका जस्तो देखिन्छन्, होइन र? तर यहाँ एउटा एकदमै रोचक गणितीय क्रम लुकेको छ। र त्यो क्रम हो घट्दो क्रम। ल हेर्नुहोस् है, जेड भनेको 26, यु भनेको 21। कतिले घट्यो? 5 ले। अब युबाट क्यू अर्थात् 21 बाट 17 मा जाँदा 4 ले घट्यो। भनेपछि अब पालो कतिको? 5, 4, अब 3 को पालो। क्यू अर्थात् 17 बाट 3 घटाउँदा आयो 14। र 14 नम्बरमा कुन अक्षर पर्छ? एन। देख्नुभयो त? अक्षरलाई सङ्ख्यामा बदल्ने बित्तिकै पजल त आफै हल भयो। ल, अक्षरको खेल त बुझियो। अब अलि अगाडि बढौँ, शब्दहरूको संसारतिर। यहाँ पनि खेल त त्यही ढाँचाकै हो, तर अलि फरक स्वादमा। यसलाई भनिन्छ एनालोजी वा समरूपता। यसको नियम एकदमै सिधा छ। पहिलो जोडी शब्दमा जुन किसिमको सम्बन्ध छ, ठ्याक्कै त्यस्तै सम्बन्ध अर्को जोडीमा पनि खोज्नुपर्छ। हाम्रो मुख्य काम नै त्यस सम्बन्ध के हो भनेर पत्ता लगाउनु हो। र यस्ता सम्बन्धहरू थुप्रै किसिमका हुन सक्छन्, जस्तै देश र त्यसको राजधानी, जनावर र त्यसको बच्चा, कुनै कारण र त्यसको प्रभाव। यी त केही सामान्य उदाहरण मात्र हुन्। यस्ता सम्बन्धहरूमा ध्यान दिन सकियो भने उत्तर खोज्न एकदमै सजिलो हुन्छ। ल, एउटा उदाहरण नै हेरिहालौँ न। जायन्ट र ड्वार्फ, यी दुई शब्दबीच के सम्बन्ध होला? सोच्नुहोस् त। हो, एकदम सही। यी दुई त एकअर्काको उल्टो, विपरीतार्थक शब्द हुन्। जायन्ट भनेको विशाल, ड्वार्फ भनेको पुड्को। अब यही उल्टोवाला नियम जिनियसमा लगाउँदा त्यसको उल्टो के होला? एकदमै, जिनियसको उल्टो हुन्छ इडियट। त्यसैले हाम्रो सही उत्तर भयो सी। भनेपछि यहाँको सबैभन्दा मुख्य कुरा के रहेछ त? सम्बन्धलाई पहिल्यै नै चिन्नु। यहाँ सम्बन्ध उल्टो अर्थ दिने थियो, त्यो थाहा पाउने बित्तिकै उत्तर त आफै अगाडि आयो। अब एनालोजीसँगै मिल्दोजुल्दो अर्को प्रकारको पजल हेरौँ। यसलाई क्लासिफिकेसन वा अड वन आउट भनिन्छ, अर्थात् नमिल्दो पत्ता लगाउने। यहाँ पनि कुरो सम्बन्धकै हो, तर तरिका अलि फरक छ। यहाँ हाम्रो काम हो दिएको समूहमा नमिल्ने एउटालाई छान्नु। ल, यी 5वटा विकल्प हेर्नुहोस् त। कार, स्कुटर, हेलिकप्टर, हवाईजहाज र साइकल। यीमध्ये 4वटामा एउटा साझा विशेषता छ, तर एउटामा छैन। त्यो एउटा कुन होला? सायद धेरैले अनुमान गरिसक्नुभयो होला। हो, त्यो हो साइकल। किन? किनभने कार, स्कुटर, हेलिकप्टर र हवाईजहाज यी सबैलाई चल्नको लागि इन्धन अर्थात् फ्युल चाहिन्छ। तर साइकल त मानिसको शक्तिले चल्छ। त्यसैले यो समूहमा नमिल्ने भयो साइकल। ल, अब आजको लागि हाम्रो अन्तिम पजलको प्रकार हेरौँ, कोडिङ डिकोडिङ। नाम सुन्दा अलि जटिल लाग्न सक्छ, तर डराउनु पर्दैन। यो वास्तवमा अक्षरहरूलाई यताउता पार्ने एउटा सामान्य नियम पत्ता लगाउने खेल मात्र हो। ल, यो प्रश्न हेर्नुहोस्। सेक्टरलाई ए सेक्टर भनेर कोड गरिएको छ। कसरी? एकदम ध्यान दिएर हेर्नुहोस् त। पहिलो दुई अक्षर एस र ई लाई आपसमा साटिएको छ, होइन त? एसको ठाउँमा ई, ईको ठाउँमा एस। बाँकी सिटिओआर त जस्ताको तस्तै छ। हो, यही नै हो हाम्रो कोड वा नियम। अब यही सरल नियमलाई मदर शब्दमा लागू गरौँ। पहिलो दुई अक्षर के हुन्? एम र ओ। यिनलाई साट्दा के बन्छ? ओएम। अनि बाँकी टिएचइआर जस्ताको तस्तै। भनेपछि हाम्रो उत्तर भयो ओएमएचटिइआर।
हेर्नुहोस् त तत्ति सजिलो। यहाँ पनि मुख्य कुरा त्यही सुरुको ढाँचा पत्ता लगाउनु नै रहेछ। ल हामीले वर्णमाला, शब्दको सम्बन्ध र कोडिङ डिकोडिङ हेऱ्यौं। अब यी सबैलाई समेटेर एउटा बलियो स्ट्र्याटेजी बनाउने बेला आएको छ। भनेपछि सफलताको सूत्र यी 4 चरणमा लुकेको छ। 1. वर्णमालाको कुन अक्षर कुन नम्बरमा पढ्छ त्यो कण्ठै पार्ने। 2. शब्दहरू बीचको सम्बन्ध के हो भनेर पत्ता लगाउने। 3. श्रृङ्खला वा कोडको पछाडि लुकेको नियम के हो त्यो खोज्ने। र सबैभन्दा महत्त्वपूर्ण 4 नम्बरमा अभ्यास, अभ्यास र अभ्यास। जति धेरै अभ्यास गरिन्छ त्यति नै छिटो यी ढाँचाहरू दिमागमा खेल्न थाल्छन्। अन्तमा यो भनाइले सबै कुराको सार बताउँछ। बौद्धिकता भनेको अस्तव्यस्त देखिने संसारमा पनि एउटा ढाँचा खोज्ने क्षमता हो। त्यसैले यस्ता परीक्षणहरू रटेर पास गर्ने कुरा मात्र होइनन्, बरु आफ्नो दिमागलाई केओसभित्र पनि अर्डर देख्न सक्ने बनाउने एउटा अभ्यास हो। त्यसो भए अब प्रश्न यो उठ्छ, यी ढाँचाहरूमध्ये कुन चाहिँमा पहिले पोख्त हुने? चाहे त्यो अक्षरको श्रृङ्खला होस् वा शब्दको सम्बन्ध, एउटाबाट सुरु गर्नुहोस्। याद राख्नुहोस्, हरेक ठूलो पजलको समाधान एउटा सानो ढाँचा पत्ता लगाउनुबाटै सुरु हुन्छ। अब त्यो ढाँचा खोज्ने पालो आएको छ।